के रे अनि रुबेन भाइ हजुर हजुर अहिलेको घरपेटीले त गाली गर्दैन होला नि दाइ अहिले घरबाट त म यार ताली गाइस ताली बाजेको नयाँ घरमा शिफ्ट भयो गाइस अहिलेको घरपेटी बाजे आफै हो अहिले भोलिदेखि गाली खान्छ अंशुबर नाले जस्तो फेरि खाँदैन के तपाईँले दुःख गरेर बनाएको घर के गाली खाने हो र कतिले बिस्तारै तपाईँको लोकेसन देखेर थाहा भइहाल्छ मान्छे तपाईँ हो कि बुहारी हो घरपेटी श्रीमतीको नाम महासबै कसम बाजे काम हो त होइन अनि। त बाजे काम रहेन अब यस्तो नि काम होइन। अब भाइको बुद्धि के अरे भाइको व्यवहार राम्रो भएको आफ्नो नाममा राख्नु अनि व्यवहार राम्रो छैन त्यसो भयो त मलाई के दिने त अनि बाजेले सबै दिदीको नाम रहेछ दिदीले त मलाई तिमीलाई के के दिने ती तीनवटा सँगै लिएर हिँड्न खोज्ने मान्छेले अनि कसरी भोलि त त्यो घर त कति भाग लाग्छ त्यो भनेपछि त मलाई त बाजेको एउटा आधी जिउ पनि आउँदैन होला एउटा आँखा पनि आउँदैन होला बाजेको मलाई के काम कतिजनालाई बाँड्छौ त 3 भाग 4 भाग लगाउनु पर्यो नि कहाँबाट छुट्याउँछौ त अनि कुन भाग चाहिदियो अरे अदालाई चाहिँ मलाई त त्यही भाग चाहिने हो यहाँबाट मासतिर मलाई भयो